सबैजनाले हेर्न सक्नुहुन्छ यो चाहिँ पहिला ब्ल्याक कलरको सक थियो अनि यसलाई चाहिँ हामीले रेड बनाइरहेको छौँ चेन्ज गरेको नयाँ हालेको हो अनि पुरानोमा चाहिँ हल्का डिफेक्ट पनि थियो यो सक चेन्ज गर्नको लागि चाहिँ एप्रिला SR 125 स्ट्रोम 3 बिटेको यो तपाईँको फेरिङहरू सबै साइडबाट लुज गर्नुपर्ने हुन्छ पुरै निकाल्नु पर्दैन अनि त्यसपछि जम्मा दुईटा बोल्टले अड्केको हुन्छ माथि पनि बोल्ट अनि तल पनि नट बोल्ट हुन्छ त्यतिले मात्रै अड्केको हुन्छ त्यस्तो साह्रो गाह्रो हुँदैन धेरै एकदम राम्ररी बनाउँदा पनि त्यस्तै 15-20 मिनट धेरैमा तपाईँको 10-15 मिनट जतिमा रेडी हुन्छ हेर्न सक्नुहुन्छ फाइनल लुक पनि यस्तो छ